चेतनशील बाल सञ्जालको प्रस्तुति चेतनामूलक नाटक अभियान। आमा है सबै कापी कलमहरू किन्नुपर्ने, त्यो नहुँदा स्कुल जान गएको छैन, पढाइ छुटेको छ, स्कुल जानुपर्ने भयो, त्यो किन्नुपर्ने भयो। पर्खी है बाबु, भित्र कति पैसा छ भनेर हेरेर आउँछु, पुग्यो भने चाहिँ आज नै भर्ना गरिदिन्छु, नत्र भए आज काममा गएर पैसा लिएर आएर भोलि भर्ना गरिदिन्छु, अनि सामान पनि भोलि किनिदिन्छु ल। छोरालाई कापी कलम किन्दिने भनेर राखेको पैसा त यसरी चोर्ने तला हैजा। बाउको हालत यस्तो भएपछि छोराको पढ्ने वातावरण कताबाट हुन्छ? तँलाई जड्या? मैले दिनभरि मेहनत गरेर पैसा कमाएर ल्याउने, तिमी चाहिँ दिनभरि तास खेलेर राति रक्सी खाएर आउने। छोराको पढाइ बिग्रिँदैन यसरी? छोराछोरीको भविष्यको ख्याल नराख्नेले किन बच्चा पाउनु? यस्तो मुडासँग परेर मैले कति दुःख पाएँ, धिक्कार रहेछ। आमा हजुर नरुनुहोस्, बा यस्तो भए पनि मैले हजुरलाई ठुलो भएपछि राम्रोसँग सुखसँग पाल्छु।
बाबु कसरी ठुलो मान्छे भन्छस् र? तेरो बाबुको चाल यस्तो छ, मेरो जिन्दगी यस्तो नै भयो। बाबु तँलाई पढाएर ठुलो मान्छे बनाउनु थियो, तर तेरो बाबुले त्यति पनि हुन दिएन। ल ए हेर तिमीलाई त मैले जिते खाइस ल यहाँ हारी यसले जित्यो। ल ल ल ल ल ल मैले जिते के रे अब फेरि बारम ल तास ल बारम ल बाडा हार्यो के रे नराम्ररी। ओए मैले तिमीलाई काम गर्नु बोलाएको कि बस्नु बोलाएको? उठेर खुरुखुरु काम गर, नत्र साझा पैसा दिनेर थाहा हुन्छ। उठ उठ आई आज त जित्यो केटा। कलर ल मारे ल कोही छ यहाँ जित्नेलाई? आके मैले खाइ मेरो भयो अब त यो। यी तिमीहरूले खायो हेर ट्रायल छ यहाँ एक्का ट्रायल। ल पैसा जति आइज ल आइज आइज फेरि खेल्न आइज। कहाँ यो तास सास खेल्दिन म, हारेर भइयो क्या पैसा जति समय। ए म गएर छोडे खेल्दैन खेल। ए हरुवा ए आइज आइज ए आइज हारेर गयो छ्या। हामी खेलौँ साउजी के हाम्रो ज्याला दिनुहुन्थ्यो कि? के को जाला ज्याला साला भोलि लिएर जाउला। काम गर्दा ढिलो गर्छौ, ज्याला त छिट्छ नि, भोलि लिएर जाउला। छैन जाऊ। साउजी कापी कलम किन्न पाएको छैन, स्कुल जान पाएको छैन। हजुरले ज्याला दिए कापी कलम किनेर स्कुल जान पाउँथे, पढाइ छुट्यो क्या मेरो। ए हो ला लो के रहेछौ? पैसा पायो तिमीको जाऊ। हामी दुवै आमा छोराले बराबर त काम गरेछौँ, 500 रुपियाँ दिनु न। लान मलाई लानी झन् खुरुक्क जानी। सानो मान्छेले ठुल्ठुलो कुरा गरेको मलाई मन पर्दैन। त्यस्तो नगर्नु न साउजी, दिनु न। ला ला यस्तो के गरेको, पुरै ज्याला दिनु न। त बुच्चेलाई 4 दिन बरफ खान पुग्छ, जा। बरफ खानलाई पैसा कमाउन आएको होइन साउजी, पढाइको कुरा छ। त भुइँ मान्छेले कति काम गर्छ जस्तो तँलाई पुरै ज्याला दिने हो? तँलाई कापी किन्न छ, कलम किन्न छ, किताब किन्न छ भने मैले पुग्ने पैसा दिनुपर्ने हो। दिन जा, जे हुन्छ गर। अभागी दिशा बस्यो, एक हातको छेस्का पस्यो भन्थे, त्यस्तै भएर रहेछ। नहुनेलाई के गरी सुख रहन्छ हिँड बाबु, धिक्कार छ यो समाजलाई।
ल ल त्यसको बोला लिएर आइज। तिम्रा खैनी चुरोट गुड्का रक्सी दिन जान्न मेरो छोरो। आफूले पनि राम्रो काम गर्दैन, छोरालाई पनि राम्रो काम गर्न सिकाउँदैन। नजा है बाबु, हामी मेहनत गरेर पैसा कमाउने, तिमी चाहिँ रमाउने। जान्न मेरो छोरो, लियो पैसा। धेरै नगर तेरो मुख च्यातर कानसम्म पुऱ्याइदिउँला। पोथी बासेको सुहाउनु न त्यहाँ जा। ल घर लिएर आइज जा। ए बाबु नजा त, यस्तो बच्चालाई पसरीले भुला किन्न दिन्छ? बेच्न बस्या बेच्छ, न तेरो सुख पाउँछ। म कोचिने हस् तपाईँको लाते बस। सधैँ असल बाठा मान्छे तिमी नै हो के? अरू त सब खराब मान्छे नै हुन्। यहाँ तासमा पैसा हारेर यहाँ चुर भएर बसिरहेको छु रिसले। धेरै नबोले फेरि भेट्लिस्। धन्नै भएछ कि धन्नै भएछ, तिमीलाई त नाङ्गे बनाएर पठाउनु पर्ने। निखो जास् कहिले ल ल जगल्टा सगल्टा। चाउनी हजुर भुला छ दिनुहोस् न। कतिको? मलाई 10 को। ल ए बाबु हजुर यहाँ आऊ त। किन दादा? खै यो ल्याउ त। यो कहाँबाट ल्याएको? त्यो पसलमा। ए हो साउनी। हजुर हजुरलाई के चाहिएको दाइ? यो होला हजुरले बेच्नु भएको? होइन होइन मैले बेच होइन। होइन दाइ, मैले यहीबाट लको। साउनी झुटो बोलिरहनु भएको छ। यसरी गलत काम गर्ने अनि त्यसपछि झुट बोल्ने? तिलोत्तमा नगरपालिकामा गुटखा जन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ भन्ने हजुरलाई थाहा छैन? थाहा छ, किन नथाहा हुने? अनि किन बेचेको त? त्यही भएर त लुकाएर बेचेको नि। थाहा भएर नै लुकाएर बेचेको। थाहा हुँदा हुँदै अटेर गर्ने, लुकाएर बेच्ने? पक्नुस्। हेलो नगर प्रहरी हो? यहाँ तिलोत्तमा नगरपालिका वडा नम्बर 4 को रौनक किराना पसलमा आउनु पर्यो। यहाँ बालबालिकालाई प्रयोग गरेर गुटखा जन्य पदार्थको बिक्री वितरण भइरहेको छ। त्यही भएर हजुरहरू तुरुन्त यहाँ आइदिनु होला। बाल सञ्जाललाई पनि खबर गर्नुहोस् है। हस् हस् हामी आइहाल्छौँ। हस्। ए बाबु यही हो? हजुर सर यही हो। यसो आउनी, यता आउनुहोस् त। बाबु यहाँ के भएको सबै कुरा भन त। हेर्नुहोस् सर, हाम्रो तिलोत्तमा त्यसै त बालमैत्री नगरपालिका, त्यसमाथि पनि गुटखा जन्य पदार्थहरू बिक्री वितरणमा निषेध लगाइएको छ। यस किराना पसलमा बालबालिकालाई गुटखा जन्य पदार्थ बिक्री वितरण गरिँदो रहेछ। त्यसैले हजुरलाई मैले बोलाएको। ए साउनी, तपाईँलाई के भएको? यस्तो सानो बालबालिकाहरूले यस्तो चिजबाट यिनले के सिक्छन्? बुवा आमा र व्यापारीले यस्तो कुरामा ध्यान नदिए आजकलका बच्चाहरूले के सिक्छन्? नशालु पदार्थ सेवन गर्न सिक्छन्। कोही डिप्रेसनमा गएर आत्महत्या गर्छन्, कोही भने कति बेपत्ता भएका छन्, कोही भने ठुला ठुला दुर्घटना घटाउँछन् र मरेका छन्। यदि यस्तै घटना हजुरको घरमा गए हजुरलाई के हुन्छ? एकपटक सोच्नुहोस् त। के समाजका प्रत्येक बालबालिकालाई आफ्नै छोराछोरी सम्झिनुहोस् न। यस्ता समस्याहरू आउँदै आउँदैनन्, यस्तो दुर्घटनाहरू हुँदैनन् नि। सानसानो बच्चाहरूलाई गुटखा जन्य पदार्थ दिनुभयो। हेर्नु त सानसानो बच्चाहरूको बाल शोषणले तपाईँको पसलमा जति छ गुटखा जन्य पदार्थ कुरोको लागि देखाउनु मलाई पुरै निकाल्नु गएका छ र आगो लाग्नु।
यति मात्रै हो गुटका? अरू त छैन? छैन सर। पसलमा यति मात्रै हो? हजुर। त घरभित्र त राखेको छैन अरू? छैन सर। हो र? है सुत्यो कि होला? ल हेर्नुहोस् तपाईँले अब काम थुक्क यो जड्या यहाँ जाल हालेर पछाडिएको छ। छोरालाई उता भोला किन्न पसलमा पठाएको छ। कता गयो छोरो। यसले गर्दा त छोरो पनि बिग्रिने भयो। तिम्रो यस्तो व्यवहारले बच्चाले के सिक्ने हो? त्यसको भविष्य कस्तो हुने हो? यो छोरोलाई भोला लिन पठाएको कहाँ पुगेछ हो? तेरो छोरो कहाँ गयो बोला? ए बा म आएँ। तँलाई भोला लिन पठाएको कसले लिएर आइस? खै बोला? छिटो बोला। काका यत्रो बच्चालाई तपाईँले गुटका, चुरोट, सुर्ती, रक्सी लिन पठाउनुहुन्छ? तपाईँले पनि रक्सी खानुहुन्छ? तपाईँले रक्सी खाँदा यो बच्चाको भविष्य कस्तो हुन्छ? यत्तिकै मान्छेले किन आएको बाबु? हामी विद्यालय भर्ना र बाल अधिकारसँग सम्बन्धित रहेर घर दैलो गर्दै थियौँ। त्यही क्रममा तपाईँको छोरा पनि विद्यालय नगएको पायौँ। त्यसमाथि तपाईँले तपाईँको छोरालाई विद्यालय नपठाई गुटका किन्न पठाउनु हुँदो रहेछ। त्यही भएर हामी तपाईँको घर आएको बाबुलाई लिएर। त्यति मात्र कहाँ हो र हजुर? म र मेरो छोरा दिनभरि ज्यादादारी गरेर कमाएको पैसा उहाँले चोरी गरेर लानुहुन्छ र दिनभरि जुवा तास खेलेर राति जाँड खाएर आउनुहुन्छ। अब यहाँको केही उपाय गर्नु पर्यो। ए भनेपछि हजुरहरूले यिनी बाबुलाई मजदुरीमा पनि लगाउनु भएको छ? हो नि बाबु, नलगी सुख छैन। के हो र? मजदुरीमा पनि लगाउनु भएको? कहाँ हो नि? सुप्रिम ठेकदार भन्ने का हो। अझ सुन्नु न, म र मेरो छोरा दिनभरि काम गरेको मलाई 500 दिनुभयो। मेरो छोराले जम्मा 100 रुपियाँ दिएर पठाउनु भयो। हो र? पुरा बाल श्रम हाम्रो जस्तो नगरपालिकामा, बालमैत्री नगरपालिकामा बालबालिकालाई श्रममा लगाएर अझै शोषण गर्ने? बस्नुहोस्, म त ठेकदारलाई फोन गर्छु। यस्तो प्रकारको घटनालाई हामीले निर्मूल पार्नुपर्छ। हेलो, सुप्रिम ठेकदारजी बोल्नु भएको? यहाँ काहीँ ल्याइका गर, कति रमाइलो छ। तपाईँ छुट्नु भयो नि, तुरुन्तै आउनु पर्यो तल्ला गरे काइला काका कहाँ। के भयो? के रमाइलोको कुरा छैन काका, कुरा अर्कै छ। यहाँ यो बच्चालाई तपाईँले दिनभरि मजदुरीमा लगाएर जम्मा 100 रुपियाँ मात्र दिएर पठाउने हो? यस्तो खुच्चेलाई नि 100 रुपियाँ भन्दा कति दिने हो र? यहाँ 100 रुपियाँ त बढी भइरहेछ यसको लागि। सर्वप्रथम हाम्रो नगरपालिका बालमैत्री नगरपालिका हो। एउटा कुरा, 18 वर्षभन्दा मुनिका बालबालिकालाई श्रममा लगाउन पाइँदैन। त्यसमाथि पनि तपाईँले त अझ उनीहरूको ज्यालामा विभेद गरिरहनु भएको छ। त्यसकारणले तपाईँलाई कडाभन्दा कडा कारबाही हुन्छ। र अर्को कुरा, उहाँले आफ्नै बच्चामाथि शोषण गरिरहनु भएको छ। उहाँ पसलले बालबालिकाको प्रयोग गरेर गुटका जन्य पदार्थको बिक्री वितरण गरिरहनु भएको छ। तपाईहरू तीनैजनाले बाल अधिकार विपरीत काम गरेकाले नगर प्रहरी र ओडा बाल सञ्जालद्वारा तपाईहरूलाई कडाभन्दा कडा कारबाही गरिन्छ। प्रहरी दाजुहरू, उहाँहरूलाई कारबाही अगाडि बढाउनुहोस्। बाल अधिकारको संरक्षण गरौँ, सभ्य र सक्षम कर्णधारको निर्माण गरौँ। जनहितमा जारी सन्देश। चेतनशील बाल सञ्जाल, तिलुतमाचार, रूपन्देही।